पुरुको घरमा गएर सेटिङ गर। तिम्रो बुढीको ताल निको लागेको छैन मलाई। छोरी मान्छेहरूको ताल पक्रिन सजिलो छैन क्या भान्जा। त्यो मूर्खको सम्पत्ति देखेर बिहे गरिदिन खोजेको त्यो लोभिनीले। सानोमा ज्ञानी थियो होला नि त। साले छन् तेल किन भिलेनको गन्ध आउँछ? यिनको साउ हो नि त। ले त्यही भएर त सानैमा धागो बाँधिएको होला। त्यसले धागो बाँध्न के हुन्छ? हाम्रो दाइले यहाँ लठारै बाँधिसक्यो। क्या हो त्यो लठारो हुने चाहिँ? मायाको डोरी। अब त्यसको धागो सागो च्वाट्ट चुडाल्नुपर्छ। छोड्नु हुँदैन दाइ, हाम्रो इज्जतको सवाल छ। अरे साला मूर्ख, सरकारी पद च्याच्छस्? सार्वजनिक मुद्दा आएर जेल हाल्छु म। मुद्दा हाल कि जेल हाल, म बहिनीले यो स्कुलमा तेरो लागि ठाउँ छैन। साम्राज्य तेरो, सिंहासन तेरो, तर राज मेरो। गल्ती नगर अर्जुन, फेरि जाला नि चट्टै जान्छ, तर चट्टै होइन। तपाईँ मलाई त्यो अपराधी जयसँग तुलना गर्दै हुनुहुन्छ? त्यो अपराधी जयसँग? खबरदार, विजयमाथि हात हाल्ने। हामी दाजुभाइको बिचमा बोल्छस्? साले लङ्गडा, उडाइदियो तेरो कन्चट। त मलाई जे भन्छस् म सहन सक्छु, तर मेरो साथी जयलाई केही भनिस् भने म सहन सक्दिनँ। यदि तेरो ठाउँमा अरू कसैले जयको कन्चटमा गन राखेको भए आज त्यो यहाँनिर जिउँदो हुँदैन थियो। तर त जिउँदो छस् किनकि त मेरो भाइ होस्। तिमीहरू दुईजनाले जति सक्दो चाँडो यो सहर छोडिहाल, होइन भने म तिमीहरू दुईजनाको बिहाल बनाइदिन्छु। लडाईँको मैदानबाट भाग्ने यो विजयको चलन छैन। चाहे त्यो लडाईँ दुश्मनसँग होस्। अब तपाईँ बिहे गर्नुहुन्न? यो जग्गामा यस्तै हो। बाफले, यस्तो चोखो माया गरेर लबर त यो धरतीमा तपाईँ मात्र बाँकी होला। थ्याङ्क यू। छुटे आना छुटे मुझसे।